Gang दिमागमा ल्याङ मनी गोजीमा छैन तै पनि गरिदिन्छु I'm the man go son gang nice provide full फेरि पनि gang हातमा डबल ओ सामान जहिले गरिरहेको छु प्लान लाइक अ गेम कलिलो उमेरमा हात गरी बस्दैछ समय उसको छैन कोही साथी उसलाई केही मतलब छैन जसो आए रीति रिवाज प्रथा प्रोटेक्सनको निराशा बुझ्दैन कोही छैन गर्दै खुलासा आज म सोच्छु मजबुर के हो यो जीवन तेरो ग्याङ्गे उडिरहेको आफ्नो पालो घाँसको एक सटो तान्न उसको सपना हेलिकप्टर उडाउने रे तर आज ऊ पाइलटको धुवा फ्याँक्दै बसेको छ यस संसारमा कुनै न कुनै दिन याद आउला उसलाई ग्याङ तर दिइराते सुझाव मैले रहेन उसलाई खाली रहन्थ्यो ग्याङ आज दो बाटोमा बसी उसको दिन गर्छ ऊ मस्त उनी उसलाई नसा भए सब पुग्छ ग्याङ डबल ओ फ्यान सुनमा राम्रो ग्याङ हुड पहिलो समयमा तेरो अङ्कल जस्तो हुँ कति पापा पखाल्न ग्याङ खादु मेरो नजिकै एउटा परिबस्ती देख्दा निकै संस्कारी देख्दै उसको मन कोहीसँग बसेछ घरमा आमासँग गुटी दैनिक उसको चालचलन बढ्दैछ बाउ लाउरे आमा चाहिँ खोजी गर्ने चाउरे सोची बस्थे बाउ चाहिँ सबै ठिक छ के तर यता सबै सखा 10 वर्षको उमेरमा छोडी गएको अर्को देश 10 वर्षपछि घरमा परिस्थिति तनाव जहिले आमा छोरी झगडा गर्ने कुरा चाहिँ के भन्छ नयाँ केटासँग हातमा हात राखी तताउने उनको भोक पुरा गर्ने ग्याङ उनीहरूलाई मजा आउँछ रे छोडी गयो विदेश राम्रो देशको खोजीमा चक्करमा खोजी लाग्यो ऊ विदेश उनी गयो सबै सोके नै थियो नयाँ केटासँग जहिलेको भोक उसलाई कहाँ सम्भोग लाग्यो विदेशमा पनि हरेक चोक थाहा भयो उनीलाई मजा आउन थाल्यो क्लब जान एक दिन अचानक ऊ पबमा बिजनेसम्यान आयो उनको मन रुक्यो बिजनेसप्रति गयो उसको खाट राति तातो भएछ एउटा खुट्टा भाँचिएछ उनीलाई भिडियो क्रममा क्याप्चर गरेछ उसको बाउ घरमा पुगेछ निकै रहर उसको छोरीको मुख हेर्ने समयको भेटघाट 10 वर्षपछि छोरी त दुबई गएको छ कमाउन पनि आमाले फोटो देखाउँदा यो हो के फोटो हेरी उसको बाउ चक्ना चुट्यो बिजनेसम्यान उही थियो पब्लिक गर्यो बिहान ऊ सुसाइड गर्यो सबै कुरा नमिल्ने कोसिससँग यथार्थ बन्न जान्छ अब यस्तै हो यहाँको समाजको गतिविधि मैले देखिरहेको छु यही हो ग्याङ